हेलो गाइस, आज चाहिँ हामी एनर्जी पुगेन यहाँ। अब स्टार्टिङ उतै गाडीमै गर्छु होला म। सो मेन कुरा चाहिँ के हो भन्दाखेरि आज चाहिँ हामी म्युजिक भिडियो सुटको लागि जाँदैछौँ। म चाहिँ डबल ज्याकेट लाएर हिँडेछु। सो म्युजिक भिडियो सुट छ हाम्रो। सुटको लागि चाहिँ हाम्रो 6:30 बजी बोलाउनु भएको थियो, तर भन्दा ढिला भइसक्यो। अनमोल दाइ त्यहाँ मलाई कुर्दै हुनुहुन्छ। अनमोल दाइ हिँडाउन गाडी त्यहाँ पुऱ्याउनु भयो अनमोल दाइले। ओके, सो आजको मेन कुरो भनेको म्युजिक भिडियोको सुट छ हाम्रो। त्यसको लागि चाहिँ अब लोकेसन चाहिँ कता हो के हो भन्ने कुरा चाहिँ मलाई पनि थाहा छैन। त्यो चाहिँ उता गएपछि थाहा हुन्छ। मलाई हिँडाउनको लागि त्यहाँ गाडी बिस्तारै एकछिन म दाइलाई कल गर्छु। ए रोक्यो गाडी रोक्यो। कोही त दाइ ढोका खोल्नु न। ढिलो गर्ने मान्छेलाई गुड मर्निङ दाइ। ढिलो गर्ने मान्छेलाई सो मेन आज हाम्रो म्युजिक भिडियो सुट छ। एकछिन भयो नि यसको चाहिँ अलिकति हुन्छ नि क्यालोरी घटाउँ भनेर पुऱ्याइदिने कि लास्टै हो। मेरो त एटलिस्ट एउटा रिजन छ नि। सो अब चाहिँ हामी हाम्रो छवि दाईको स्टुडियोमा जाँदैछौँ। यताबाट के छ दाई प्लान भन्नु त? स्टुडियोमा जान्छौँ अनि स्टुडियोमा जान्छौँ अनि मेकअप लगाएको हेर्छौँ एकछिन। अनि रमाइलो हुन्छ नि मेकअप लगाएको हेर्न है। टाइम ल्याप्स हुन्छ नि है, दामी हुन्छ जस। ल अब हाम्रो सन्दीप भाइको हाम्रो बिटिएसमा छ। कस्तो मेकअप गर्ने भन्ने थाहै छैन, सोध्नुपर्छ। कस्तो मेकअप गर्ने थाहा छैन, सोध्नुपर्छ। सो हेलो एभ्रिवान, सन्दीपसँग चाहिँ मेरो भेट भइसकेको छ। सन्दीप चाहिँ पुरा मेकअप गर्न थालिसकेको छ। यहाँ हेर्नुहोस् त मिररमा पुरा रेडी भइसकेको छ। समय गाडी सक्यो। रोजर A few moments later. अब हाम्रो सुटको लागि रेडी भइसक्यो हामी। अब यता चाहिँ हाम्रो टिम मेम्बरहरू इन्ट्रोड्युस गरौँ है त। ल फर्स्ट अफ अल हेलो हजुर को हुनुहुन्छ? म कृष्ण राणा। हेलो दाइ। म छत्रमान सिंह तामाङ। हेलो सौरभ ढकाल। यता म सन्दीप बाबु लोखन। यहाँ चाहिँ को हुनुहुन्छ? नमस्ते, म चक्र मिलन। नमस्ते, म सौरभ पोखरेल। र यता चाहिँ हाम्रो हजुर को हुनुहुन्छ? हाई, दिस इज समिया कार्की। यता हाई, आइ एम श्रेष्ठी श्रेष्ठ। र हाम्रो टिम चाहिँ यही हो। अब यताबाट चाहिँ सुटको लागि लगभग सबै रेडी भइसक्यो। अब चाहिँ यहाँबाट हामी जान्छौँ। कहाँ जान्छौँ दाइ? अब डाइरेक्टर साहबले भन्नुहुन्छ कता जान्छौँ हामी? अब हामी नामी कलेजको छेउमा वाकम्यान क्याफेमा जान्छौँ। अब हामी फर्स्ट अहिले चाहिँ हामी टाइनी मिराकलमा छौँ। टाइनी मिराकल चाहिँ एकदमै मिराकल गर्ने ठाउँ हो। मिराकल गर्ने ठाउँ हो यो चाहिँ मेरो। छत्रमान सिंह तामाङले बनाउनु हुनुहुन्छ यही हुनुहुन्छ। डाइरेक्टर साहब यसो महँगो बनाउनु भएन नि त हाम्रो म्युजिक भिडियो त यहाँ के राख्नुभयो यहाँ होइन? स्पाइडरम्यान, क्याप्टेन अमेरिका यो चाहिँ मलाई प्रोडक्सनले ह्यान्डल गर्न सक्दैन नि यसले। सक्दैन दाइ, तर यो चाहिँ मेरो लागि बाहिरबाट इम्पोर्ट गरेर दाइ स्पेसल। होइन मैले बुझेँ, तर हाम्रो म्युजिक भिडियोमा त महँगो पऱ्यो नि त। साइड रोलमा राखिदिने भनेको राखिदिनु न सन्दीपलाई गिफ्ट दिनको लागि दाइ। सन्दीप मेन रोलमा स्पाइडरम्यान र अनि क्याप्टेन अमेरिका चाहिँ साइड रोलमा हुनुहुन्छ। के भयो यस्तो? एकदम हाम्रो छत्रमान दाइको छायामा सुन्नु। होइन यस्तो धेरै महँगो पार्नुपर्छ होइन? हलिउड लेभलको प्रोडक्सन छ हाम्रो। हाम्रो पुरै स्टुडियोमा यो म्युजिक भिडियो पुरै स्टुडियोमा तपाईँले बाहिर देख्नु तर बाहिर होइन, हामीलाई क्रोमा लगाएर सबै हाम्रो भित्रै हुन्छ। तर तपाईँले देख्नुहुन्छ कफी सप देख्न सक्नुहुन्छ, बाटो रोड देख्नुहुन्छ, कमल पोखरी देख्नुहुन्छ। त्यो होइन, त्यो हाम्रो स्टुडियो के अरे
टाइमिङ मिलाइदिनुमै अनि के छ त यो प्लान चाहिँ के छ तपाईँको जस्तै स्पाइडरम्यानले चाहिँ कता छिराउनुहुन्छ खास मेरो खास चाहिँ मेरो यसमा चाहिँ के छ भने मेरो आजको म्युजिक भिडियो स्क्रिप्टमा चाहिँ एकदमै हाम्रो फिमेल क्यारेक्टर चाहिँ एकदमै त्यो सुपर हिरोहरूको चाहिँ एकदम फ्यान भएको गर्दाखेरि चाहिँ यो चाहिँ आज उसको रिलको बोयफ्रेन्डलाई चाहिँ यो दिने गिफ्ट भनेर चाहिँ खास मैले मैले चाहिँ अर्कै सोचिरहेको थिएँ लाइक हिरोइनलाई त्यो स्पाइडर वेभले बचाउने हो कि त्यस्तो केही होइन सर होइन यो चाहिँ क्याप्टन अमेरिकाले बचाउँछ क्याप्टन अमेरिका त्यो मैले बनाइदिएको छु त्यो एउटा अनि स्पाइडरम्यान यो स्पाइडरम्यानले चाहिँ खास तपाईँको इमोसनल सिन हो क्या एकदम आत्मीय भन्छ क्या यसले चाहिँ तपाईँको यसरी गर्दा रुक नभन्ने रुक भनिन्छ नि त हाम्रो कहाँ जसरी हानेर तानेर चाहिँ रोकिदिने हो क्या दाइ एकछिन रोक्नुहोस् त हजुर समय बाँकी छ नि ब्रो समय बाँकी छ तिमी फेरि सुन्ने त के भयो तिमीलाई सुन्नेतामा प्रब्लम भयो आज बोल्नै मन छैन किन भन्दाखेरि दिन के हो तपाईँ बडा हरामी हो बेटा अहिले चाहिँ हामी हाम्रो स्टुडियोमा आइसकेको छौँ हाम्रो एडिटर स्टुडियोमा हजुरहरूले यहाँ घोडा देख्न सक्नुहुन्छ यो हाम्रो क्याफे हो चिया कफी सफी खान मन लाग्यो भने यता आउनु ल हामी सामान लिन आएको हो अब सामानहरू च्याम्चुम लिन्छौँ त्यसपछि चाहिँ सुटमा कुदिहाल्नु पर्छ लेट्स गो हामीले सामान पनि लिएर आएँ अब चट्टै यहाँबाट मस्त गाडीमा चिरमा जान्छौँ कहाँ जान्छौँ चाहिँ थाहा छैन तर जान चाहिँ जान्छौँ हामी ओके गाइजहरू हामी चाहिँ लोकेसनमा आइपुगे तर सुरुमै आउने हामी नै रहेछौँ अब हामी हाम्रो सामानहरू निकाल्दैछौँ अनमोल दाई कोही पनि आएको छैन छन् मेबी मेकअप सकेको छैन अब के गर्छौँ त हामी अब भनेपछि हामी पनि टाइममै पुगेछौँ टाइमभन्दा अगाडि होइन रहेछ झन्डै लडे गाइजहरू गाह्रो छ यो मामाहरू आउनुभयो सबजना बाइक स्कुटर हटाउनु कुदिरहेको छु अनुमोदनको गाडी चट्ट अब मामाहरू आउनुभयो मामाहरू आएपछि भान्जाहरूले आफ्नो सामग्रीहरू हटाउँदै हुनुहुन्छ अब अनमोल दाइले चाहिँ के गर्नुहुन्छ बाइकहरू त सब यता गलीमा छिर्दो रहेछ अनमोल दाइको गाडी चाहिँ कता लग्यो दाइ कुर्दै हुनुहुन्छ जस्तो चाहिँ मामाहरू जानु कुर्दै हुनुहुन्छ जस्तो मामाहरू पनि अटेरी हुनुहुन्छ त्यहाँ कुर्दै हुनुहुन्छ मामाहरू डाइरेक्टर साहब यो भएन है अलि बढाउनु पऱ्यो दुई शब्द बोलिदिउँ त के भन्दै हुनुहुन्छ आज हाम्रो सुटिङ सुरु हुन लागेको छ रुका भन्ने गीतको अब सामे यही छ सामे के भन मलाई बोल्न आउँदैन बोल अब हजुरहरूले चाहिँ हाम्रो दुईजनाको गीत कहिले आउँछ भनेर सोधिरहनु भएको थियो अब नयाँ गीत आउँदैछ हजुरहरू सबैजनाले लास्ट टाइमको भिडियोमा कतिजना टिकटकहरू बनाउनु भएको थियो हामीलाई चिन्नुहुने अडियन्सहरूले फेरि पनि बनाउनु होला केटो हो त होइन हो माया गर्नु पर्यो है त ल थ्याङ्क यू अब सुरु हुँदैछ रोल क्यामेरा एक्सन
त्यसरी एउटा प्रोफाइल एउटा प्रोफाइल चाहिँ लिनु न त्यही त भन्नु डाइरेक्टर साहब जोसमा हुनुहुन्छ डाइरेक्टर साहब मेहनत हेरौँ गाइज मेहनत यहाँ टेबलमा एउटा खुट्टा टेबलमा अर्को खुट्टा त्यहाँ पर्खालमा हातमा फेरि त्यहाँ यस्तो भारी क्यामेरा गाह्रो छ गाइज गाह्रो छ के भन्नु रमाइलो भइरहेको छ सुटिङमा 2 जना डिरेक्टर 2 जना क्यामेराम्यान सो मच फन यो चाहिँ एकदम हाई बजेट सुटिङमा हामी हाम्रो 2 जना सौरभहरू दुईटा सौरभ हाम्रो एकदम हाई बजेट हो दुईटा क्यामेरा युज भइरहेको छ एकैचोटि है तिमीले फेरि सानतिर सोच्यो होला नि गाइज होइन नि फेरि कति मिलियनको प्रोजेक्ट हो दाइ यो हाम्रो $1 million को रोलिङ भन्न केही भन्न म त स्टोरी बुझिनँ यहाँ बिचमा आएर ल मनिषलाई के भइरहेको यहाँ म्युजिक भिडियो सुट हुँदैछ नि त दाइ म्युजिक भिडियो सुट भइरहेको छ हाम्रो गीत रुक है अब यसमा रुकु हाम्रो म्युजिक भिडियो हाम्रो म्युजिक भिडियो सुट भइरहेको छ रुक है गीतको नाम छ रुक अनि हाम्रो क्यामेरामा हुनुहुन्छ बिटिएसमा मिसेस श्रेष्ठ र मनिष सबै श्रेष्ठ मात्रै छ श्रेष्ठ अहिले घाम लागिरहेछ म्युजिक भिडियो सुट भइरहेको छ के हो सेलिब्रेटी टाइपको फिल हुँदै 2-2 क्यामेरा खिचिरहेको छ बडा हरामी हो बेटा द मोस्ट फेमस सेलिब्रिटी वर हियर दुईटा क्यामेराम्यान हुनुहुन्छ रिल्सको लागि एउटा अनमलाई अर्को मनिषलाई पहिला जस्तो पनि आएको होला अनि त्यसपछि टिकटकहरू पनि बनाइदिनु होला टिकटक बनाएर हामी गीत गाएको छौँ अनि 2 जनाले चाहिँ समय बाँकी छ भन्नु अनि त्यहाँबाट गीत स्टार्ट हुन्छ है त के को लागि दाइ यो चाहिँ यो रिलको लागि रिल केमा आउँछ हाम्रो रिल यो हाम्रो रिल इन्स्टा फेसबुक युट्युब टिकटक जे सोसियल मिडिया छ सबैमा आउँछ दाइ भन्नु त के कस्तो फिल भइरहेको छ दामी जसाइरहेछ है दुई तपाईँलाई मलाई एकदमै रमाइलो फिल भइरहेछ जाडो भइरहेछ त्यही हो तर पनि मैले फ्लावर ओढेर बसेको छु मान्छे पनि राम्रो फ्लावर जस्तै लुगा पनि फ्लावर भएको लुगा पनि फ्लावर अनि बिचमा रोज फ्लावर व्हाइट रोज फ्लावरको बिचमा काँडा गजब बेइज्जती है हेलो गाइज अब चाहिँ हाम्रो यो वकम्यान क्याफेमा चाहिँ सुट सकिसकेको छ रुक भनेको विश्व दाईको अनि हाम्रो गीत चाहिँ रुक श्रेष्ठ दाईकोमा आउँछ अब हामी खाना खाँदैछौँ प्लिज माफ गर्नु होला यो खाना चाहिँ धेरै मिठो छ जस्तो छ केटाहरू खिच्दिउँ न खाइरहेको फुटेज यस्तो दामी आउँछ क्या कृष्ण त बिस्तारै खान्छ मलाई थाहा छ सुरुमा भनेको धेरै भयो भात कस्तो त्यो त मलाई अलिक धेरै नहाल्दो भनेको हालिदिइहाल्यो त्यो त अस्ति चिलपिलको पोडकास्टमा देखिसक्यो दाइ भाले देखिसक्यो त खाइदिनु भाडे मनिष दाइलाई लाज लागेर होइन मनिषलाई मैले दही दिएको त्यही भएर लगाएको किन लजाउनु खाना पनि लजाउनु पर्छ खाने बेला मस्टर्ड खान्छु होइन होला ल अब चाहिँ हामी निस्केको यताबाट खानासाना खायौँ अब यहाँबाट हामी नेक्स्ट लोकेसनमा जान्छौँ नेक्स्ट लोकेसन We are moving towards our location. र सबैजना केटाहरू नर्भस भइरहेको छ केटाहरू म बाहेक हाम्रो केटाहरू चाहिँ अलिकति लजालु स्वभावको छ लजावती झार जस्तै लजाउँछ साह्रै लजाको स्थिति है साह्रै लजाको स्थिति अनि हामी चाहिँ हेडिङ टुवर्ड्स अब दरबार मार्ग भनौँ अनि अरूहरू चाहिँ बाइकमा हुनुहुन्छ हामी चाहिँ गाडीमा जाँदैछौँ अनि त्यसपछि त्यहाँबाट पनि लोकेसन सिफ्ट हुन्छ होला म हजुरहरूलाई बाटो देखाउँछु अब मेन हाम्रो प्रड्युसर र गायक हुनुहुन्छ उहाँ चाहिँ युकेमा हुनुहुन्छ सो अहिले उठ्नु भएको छैन उहाँ सुतिरहनु भएको छ अनि उठेपछि चाहिँ म भिडियो कल गर्नेछु हाम्रो गीत चाहिँ
जनवरी 15मा रुक बोलको नाम रहेको छ रुक त्यो चाहिँ पश्चिमी टोन हो पश्चिमी टोन हो पश्चिममा चाहिँ जस्तै अब हामीले पर्खिनुहोस् कि पर्ख भन्छ कि नभए लाइक रोक्नुहोस् भन्छ नि त पश्चिमतिर चाहिँ रुक भन्छ क्या त्यसलाई सर्ट फर्म युज गर्छ पर्ख भन्नलाई चाहिँ रुक भन्छ ए ओके ए नजाऊ पर्ख न भन्नलाई चाहिँ रुक न रुक भन्छ अनि त्यसपछि थाहा छैनलाई नाइ भन्छ त्यस्तो चाहिँ अलिकति त्यो त म पनि भनिरहेको हुन्छु नाइ चाहिँ ए हो र तिमी कहाँ म त सिन्धुपाल्चोकको नाइ भन्छ हाम्रो मनिषले पनि भनिरहेको छ नाइ भनेर तर ऊ त काठमाडौँको हो है मतलब त्यो अब सबैले त्यही सुनिरहेको भएर होला उतातिर चाहिँ कस्तो छ भने सपोज थाहा छैन भन्नलाई पनि मलाई थाहा छैन भने नि नाइ भन्छ क्या लाइक सर्टकट हुन्छ नि हामीले त दुइटै भनिदिन्छौँ नाइ थाहा छैन A few moments later. हामी चाहिँ दरबारमा पुगिसकेको छौँ के गरिराख्नु भएको त त्यो हात यस्तो यस्तो गरेर यस्तो घुमाएर के गर्छ आँखाको चस्माका सनग्लासको त्यो लेभल त्यसलाई शीतली भन्छ शीतली भन्छ त्यसलाई चाहिँ होइन के भन्छ शीतली एक्चुअल नेम चाहिँ के हो शीतली हो यो एन्टी फिल्टर भन्छ एन्टी फिल्टर भन्छ तपाईँले चाहिँ शीतली राखिदिनु मैले एउटा शीतली यो चाहिँ लेन्सको चाहिँ आँखा हो क्या चस्मा लगाउँछ नि अलिकति हो त्यो हो उता हाम्रो उहाँले लगाउनु गजब बेइज्जती है क्यामेरा एन्ड एक्सन र हाम्रो दरबारमाको नयाँ लोकेसनमा जाँदैछौँ अनि मैले चाहिँ किन यसरी खिचिरहेको भन्दा नि सबजनाले मलाई अनौठो किसिमले हेर्न थाले अनि यसरी खिच्दाखेरि चाहिँ कसैले थाहा नै नहुने रहेछ खिचा हो कि होइन भन्ने कुरा सो हामी चाहिँ जाँदैछौँ सब टिमहरू पर हुनुहुन्छ अनि मिसेस के छ हाल्नु ठिक छ नि सब ठिक छ दाइ ल अब चाहिँ हामी पुग्न लाग्यौँ सी यु इन नेक्स्ट सिन यहाँ स्पिकर कनेक्ट गर्न नसकेको अवस्था छ सो यो चिज नि अनि त्यहाँ आउँछ तिम्रो अलरेडी कनेक्ट यो चाहिँ हाम्रो नयाँ खालको क्यामेरा एङ्गल हो सो यसमा चाहिँ हामी मात्रै देख्छौँ कसैले देख्दैन कसैले ब्लक गरेको छ भने थाहा नै हुँदैन क्या कसैलाई नि यसरी यो क्यामेराको 5575 त्यतिमा आउँदैन होला रेन्टल चाहिँ पर्छ होला त्यति यो चाहिँ नयाँ क्यामेरा एङ्गल क्या यस्तो गरेर होइन अनि यसै कुरा गर्नु मिल्यो नि त मिल्यो अनि यहाँ भुँडीमा राखेर खिच्नु मिल्यो क्या हिँड्दै हुन्छ नि टक्क पारेर कसैले थाहा पनि हुँदैन क्या ब्लक गरेर आउँछ सो हामी चाहिँ दरबारमागमा छौँ अनि हाम्रो कलाकारहरू हुनुहुन्छ यहाँ एक्टिङ गर्न चाहिँ मलाई आउँदैन बोल्न चाहिँ फेरि आउँछ बोल्न चाहिँ आउँछ एक्टिङ गर्न आउँदैन खासमा अहिले क्यारेक्टर छु ओके यहाँ अर्को टेक हुँदैछ अर्को टेक अझै हामी कहाँ छौँ भन्दाखेरि ठ्याक्कै याकेन यति उता साइड भयो हामी चाहिँ यता साइडतिर छौँ भनौँ न यता दरबारमागबाट ठ्याक्क छिनी इन्टरसेक्सनमा छौँ अब यहाँ डिरेक्सन अब यहाँबाट फेरि पोजिसन चेन्ज सबैजना हाम्रो टेक चाहिँ यता ब्याक टु ब्याक भक्कु भइ छ हजुरहरू हेर्न सक्नुहुन्छ सो हेर्दाखेरि सजिलो काम केही पनि छैन जस्तो लाग्छ तर काम भने त्यस्तो सजिलो छैन
के हो अनमोललाई दाइलाई लाज लाग्यो र यहाँ फेरि नेक्स्ट टेक अब यो टेक लिँदाखेरि चाहिँ अब हामी यतातिर लुक्छौँ यहाँतिर हजुरले हाम्रो भाइहरूलाई हेर्न सक्नुहुन्छ र यति अब यहाँबाट हामी लुकेर हेर्छौँ त हामीले फेरि लोकेसन फेरिसकेको छौँ अहिले चाहिँ चट्ट मार्बल लगाएको बाटोमा तपाईँलाई एउटा म जादु देखाउँछु दाइ सकिन दाइ मैले ध्यान दाइ सरी दाइ माफ पाऊ आजकलको युवाहरू के भएकै बाटो अब कता हो यहाँबाट कता हाल्नु आज छवि दाइको के अरे टाउको ब्लास्ट हुन लाग्छ कमान गाइस ओइ आऊ डिरेक्टर साहब जोसमा हुनुहुन्छ हामी अब डिरेक्टर साहबको डाइरेक्सनलाई फलो गर्दै यहाँबाट जाँदैछौँ तर कहाँ जाँदैछौँ भन्दाखेरि अहिलेलाई चाहिँ सिधा जाँदैछौँ सो र सब टिमहरू मजाले हिँडिरहेको छ क्यामेरामा चाहिँ के भन्छ अब जाउँ फेरि नेक्स्ट लोकेसन जाउँ हामी बिहान 6:30-7 बजीतिर निस्केको अहिले चाहिँ ठ्याक्कै टाइम भन्नुपर्दाखेरि 4 बज्नु लागेछ सो लगभग हामी 8 आवर्स जति चाहिँ सकिसक्यो हाम्रो 8 आवर्स सकिँदाखेरि पनि सुट चाहिँ सकेको छैन हाम्रो म्युजिक चाहिँ प्रोभाब्ली देख्नुभयो होइन यहाँ बाटोमा यहाँ फुटेजहरू काटिँदैन सो त्यही हो अब यहाँबाट चाहिँ हामी नेक्स्ट लोकेसनमा जाँदैछौँ अनि त्यहाँ गएर सुट गर्छौँ डाइरेक्टर साहब सेम अघिकै जस्तो कतिले अगाडि केटाकेटा बजाएर यो चाहिँ उस जस्तो क्यामेरा रोल एक्सन आऊ ट्याक्सीमा वान राउन्ड कस्तो हो त हाम्रो सुटिङ थियो होइन हाम्रो सुटिङ लगभग सकिन आँटेको छ यसको घोषणा चाहिँ डाइरेक्टर साहब आफैले गर्नुहुन्छ मेरो पार्टी सकियो अब लगभग कति बज्यो 4 बजे खत्तम 9 बजे सुरु भएर 4 बजे खत्तम भएको छ सुटिङ सो अब हामी च्यादर गर्न डाइरेक्टर साहबले 10 बजे रोल गरेर 6 बजे दही हानिदिनु 4 बजे दही हानिदिनु हो 4 पनि बज्दैन थियो लोकेसनले ल्याङ हाने हजुरहरूसँग फेरि आइसकेको छु र अब हाम्रो सुट लगभग सकिने सकेको छ यहाँ अब ट्याक्सीको पिओबीवाला एउटा खिच्नुपर्ने छ अरे अब अघिदेखि 2 चोटि लास्ट सर्ट होला भनेर भनिसक्यो अब यो चाहिँ साँच्चीकै हुन्छ भन्ने आशा गरौँ लास्ट सर्ट केटाहरू यहाँ चुइङम चलाउँदैछन् उताहरू देखिँदैछन् सक्यो त्यही भने हामीलाई छोडेर गइदियो 2000 years later दुईटा खुट्टा चालेको छ भने चाहिँ होइन युद्धमा मरेको रे अनि एउटा खुट्टा चालेको छ नि युद्धमा घाइते भएर पछि मरेको दुईटा खुट्टा भुइँमै छ अरे मलाई अगाडिको दुईटा खुट्टा स्टोरी भन्दैछ पछाडिको त कहाँ उठाएर बस्छ त स्टोभी हानेर घोडामा नि उहाँ मस्त रेकर्ड हानिरहेको छ अलराइट गाइज आजको हाम्रो सुटिङ चाहिँ कम्प्लिट भइसकेको छ हाम्रो गीतको बोल के हो रुक र यस्तो जाडो भइरहेको थियो त्यही पनि यति अफ सोल्डर लुगा लगाएर फाइनली मैले सकाएँ आज अनि त्यसपछि हाम्रो यो गीत चाहिँ जनवरी 15मा आउँदैछ न्यु इयर भनौँ न 2026मा 2025मा खिचेको आउँदैछ अर्को वर्ष आउँदैछ हाम्रो धेरै अब अर्को वर्षमा धेरै टाइम कुर्नु पर्दैन है फेरि जस्ट 15 डेज 20 डेज भनौँ न अब होइन 20 to 25 डेज कुरेपछि चाहिँ युट्युब च्यानलको नाम भन त बिरिस्ट युट्युब च्यानलमा आउँदैछ सो एभ्रीवान वेट गरेर बस्नु होला अनि आजको सुट चाहिँ कस्तो भयो ल
राम्रो भयो रमाइलो भयो हामी मजा आयो रमाइलो भयो मजा भयो अनि त्यही भएर अब 15 जनसम्म रुक्नु होला अनि अहिले नै गएर बिरिस्टा युट्युब च्यानलमा सब्सक्राइब गर्नु होला किनभने अहिले नै सब्सक्राइब गर्नुभयो भने चाहिँ हजुरहरूलाई ट्याक्क थाहा हुन्छ गीत आएपछि होइन ल ल के भन्नुपर्छ प्रेस द बेल आइकन डु लाइक सेयर एन्ड सब्सक्राइब म्युजिक भिडियो हेर्न चाहिँ नबिर्सिनु होला र यति भन्दै टाटा बाई बाई यो दिन के हो तिमी बिनाको फरक सबै तिमी नहुँदा भो बिना तिमी म कोही होइन मेरो कमी तिमीलाई थाहा छैन रुक तिमी समय बाँकी छ बोल केही शून्यता किन भन के गर्न सक्छौ तिम्रो लागि